गएको छौँ गाइज। हजुरहरूलाई देखाउँछौँ आज हामी कहाँ कहाँ घुम्यौँ र कस्तो कस्तो दृश्य रहेको छ भनेर हामी आज तपाईँलाई देखाउँदैछौँ। तपाईँहरू पनि घुम्न आउनु होला र हामीसँगै रहनु होला। अनि हाम्रो भिडियो कस्तो लाग्छ जस्ताको तस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनु होला र साथमा हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। ल हेर्नु अब हामी कता कता घुम्छौँ, हामीले घुमेको दृश्य। नमस्ते झुटो हो, त्यो बादल झुटो हो, यो बुड्की यो अम्बिका साँच्ची हो। लगाइ जस्तै हो। हामी जाँदैछौँ घुम्दै घुम्दै सिद्ध पोखरी घुम्न। हजुरहरू पनि आउनुभएको छैन भने अवश्य आउनु होला। माथिबाट छैन है लगाइ जस्तै हो। हाम्रो त दिनहरू यस्तै घुम्दै घुम्दै बितिरहेछ। यतिखेर त्यो भिडियो हेर्दै गर्दा के गर्दै हुनुहुन्छ कमेन्ट गर्नु है। हामी चाहिँ यतिखेर यो घाममा बाटो घाममा घुम्दैछौँ गाइज। तपाईँहरू के गर्दै हुनुहुन्छ हाम्रो भिडियो हेर्दै गर्दा कमेन्ट ल। ल म देखाउँदैछु बाँकी हामी घुम्न गएको ठाउँहरूमा तपाईँलाई देखाउँदैछु, हेर्दै गर्नु होला। ल गाइज हामी चाहिँ फाइनल्ली रानी पोखरीको गेटमा आइसक्यौँ। कता जाने रे? ए ल यता चाहिँ चारो पाइन्छ रे गाइज। के अरे फेरि भन त नेगेटिभ के भन्नु। आफ्नो नेगेटिभ जस्तै आफ्नो नेगेटिभ सोचहरू चाहिँ जति छ नि जो जो व्यक्तिमा छ उहाँहरू चाहिँ उहाँहरूले लेख्नुहुने उहाँहरूले लिनुहुन्छ अरे। कुन पोखरी? रानी पोखरी। ओइ त्यहाँ रानी लेखेको सीता भन्छ तिमीहरू। रानी पोखरी लगाइज हामी चाहिँ रानी पोखरीको गेटमा आइसकेको थियौँ। तर यो हाम्रो साली पुड्कीले भनी ऊ त्यहाँ रानी पोखरीमा माछा पाइन्छ अरे। अनि माछालाई चारो हालौँ, हाम्रो मनमा भएको पाप हाम्रो मनमा भएको कालो जति सबै जान्छ भनेर कान्छीले भनी। अनि जो जो व्यक्तिमा छ उहाँहरू चाहिँ सायद नहुने त कोही नै हुन होला होइन। उहाँहरू चाहिँ आएर ऊ त्यहाँ ऊ होइन त्यहाँ होइन जति सक्नुहुन्छ चारो नेगेटिभ सोच जान्छ है। तिनजना जाउने किन भन्दा लु होइन केही गर्दैन। अनि गाइज हामी चाहिँ माछालाई चारो हाल्दै हाल्दै बसौँ न भनेर चारो लिन आएको। माछाको चाहिँ यहाँ चारो चाहिँ आइसक्रिम लगाइदिनु यहाँ छ त। हाम्रो लागि पनि केही चारो लियो न है। ए माछाको चारो है, माछाको चारो म नि खान्छु यसो एक जोडा हाम्रो लागि पनि केही चारो लिन। काम छैन अब खाली
मुख खाली गरेर त्यहाँ बसेर हामी पारेर खानुपर्छ गाइस। ल यहाँ हेर्न सक्नुहुन्छ दिदीले माछालाई चारो किनेकी थिए अनि मैले हामीलाई पनि चारो किन्न भनेको यसले कुल्फी लिएकी छे थिएन। अब हामी गएर कुल्फी खाँदैछौँ। कुल्फी मोटो र पातलो चारो। ल यो फुलले चिलाउँदो रह नि के थियो। ल गाइस हामी चाहिँ फाइनल्ली रानी पोखरीको गेटमा आइसकेको छौँ। वाउ रानी पोखरीको बाहिर कस्तो राम्रो फुल छ। फुलको कलरै देखेन नि खानु। वाउ यो हो नि तरिका। ल है साथीहरू हामी चाहिँ आएको छौँ रानी पोखरी। रानी पोखरी पोखरी। ल यहाँको दृश्य हेर्न सक्नुहुन्छ। भक्तपुर नगरपालिका 1मा रहेछ है यो चाहिँ रानी पोखरी। वाउ ओ माई गॉड। रानी पोखरी। ल अब हामी माछालाई चारो दिन गइरहेछौँ। पहिला चारो हाल्ने काम सकौँ त अनि। वाउ रानी पोखरी। रानी पोखरीको माछा हेर्न आउनुहुन्छ भने हजुरहरू पनि आउनु होला है। म यहाँ बसौँ। यहाँ बसौँ है। वाउ गाइस खान पाएन। कति भोक लागेको छ दहीलाई। सक्यो त्यत्रो जति ल्याएर सबै लिनु पर्थ्यो होला। कति ठुला ठुला है। यी माछालाई त लेउ लागिसकेछ। सबै माछाको ढाडा लेउ। आमा नछोड्न। हामी कति लडाइँ गरेका। कति ठुल्ठुलो मुख। हाम्रो रानी पोखरी रहेको छ भक्तपुर नगरपालिका वडा नम्बर 1मा रानी पोखरी रहेको छ जहाँ चाहिँ हामी यतिखेर घुम्नको लागि आएका छौँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ माछाहरू परेवाहरू यतिकै रमाएर बसिरहेका छन्। अनि यहाँ एउटै चाहिँ यहाँ जब गर्न बसेपछि माछालाई चारो दिँदैछ गाइस। माछालाई चारो दियौँ र माछाहरू पनि मजाले हेऱ्यौँ रमाइलो गऱ्यौँ। यहाँको दृश्यहरू साह्रै नै राम्रो छ सुन्दर अनि सफा वातावरणमा एकैछिन भने पनि बसेर रमाउने मौका पाइयो। साथीहरू हजुरहरूलाई पनि घुम्न मन छ भने आउन सक्नुहुन्छ।
छेउमा रहेको रानी पोखरीमा आएर घुम्नु होला, रमाउनु होला र माछाहरू हेर्नु होला। साथीहरू हामीले चाहिँ यसरी घुम्यौँ र मैले यो भिडियो पनि बनाएर हजुरहरूलाई देखाएँ कि हामीले कसरी घुम्यौँ भनेर। हजुरहरूलाई हाम्रो भिडियो मनपर्छ भने हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु ल साथीहरू। हामीले यसरी रमाइलो गऱ्यौँ। हाम्रो सानी बुइनी पनि माछालाई चारो दिँदैछ। फाइनली हामीले चारो दिने काम पनि सकिसकेको छ। तपाईहरु किन यसरी सुतिरहनु भएको छ भन्नुस्? हामी रानी पोखरीको माछा हेर्नै नसक्ने कोन्त राम्रो किन सुत्न किन सुत्न खोजेको? सुत्न खोजेको होइन किन आनन्द ल्याउन खोजेको? किन मर्न खोजेको? मर्न खोजेको होइन सन्चिनी सुतेको। ठिकै है हेर्न सक्नुहुन्छ गाइस, रानी पोखरीमा यस्तो दामी दामी दृश्य रहेको छ। यहाँ चाहिँ हाम्रो फोटो खिच्ने कार्यक्रम भइरहेको छ। त्यति सरसफाइ छ, राम्रो छ। ल है साथीहरू, तपाईँहरू पनि आउनु होला, रानी पोखरीमा छत्ता बसेर रमाइलो गर्नु होला। यता क्यामेराम्यान, उता हाम्रो कलाकार के गरी हिँड्या त? यस्तै छ रमाइलो रानी पोखरीमा। आज हामीले धेरै रमाइलो गरियो। हजुरहरूलाई पनि रानी पोखरी घुम्न आउन मन छ भने आउन सक्नुहुन्छ भक्तपुरको सल्लाहघारीबाट। भक्तपुरको सल्लाहघारी चोक नपुग्दै तिनकुनेबाट क्यान्सर हस्पिटल जाने एउटा बाटो छ। त्यही बाटो तपाईँहरू सिधै आउनुभयो भने क्यान्सर हस्पिटल नपुग्दै अगाडि आइपुगेपछि रानी पोखरी भनेर छ। यहाँनिर चाहिँ 2-3टा पोखरी छ। आज चाहिँ हामी धेरै सबै हामीसँग नभएको कारणले हामीले चाहिँ आज रानी पोखरीबाटै घुम्यौँ। अरू दिन आउनेछौँ बाँकी अर्को पोखरी घुम्नलाई। अनि यतातिर राम्रो ठाउँ छ अरे, घुम्ने ठाउँ पानतले भन्ने ठाउँ छ अरे, हो त्यो ठाउँ पनि हामी घुम्नलाई फेरि पनि आउने नै छौँ। आज चाहिँ हामी यति नै घुम्न आयौँ र हजुरहरूलाई पनि देखायौँ हामीले आज कतिको रमाइलो गऱ्यौँ भन्ने कुरा हजुरहरूलाई पनि देखायौँ। ल हाम्रो भिडियो हेर्दै हुनुहुन्छ भने हाम्रो भिडियो कस्तो लाग्छ, यदि हजुरहरूलाई राम्रै लाग्छ भने, सपोर्ट गर्न मन लाग्छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। र साथमा हाम्रो भिडियो मनपर्छ भने लाइक कमेन्ट अनि सेयर चाहिँ गरेर नभुल्नु होला है त। र ताकि हामीले भिडियो बनाउँदै गर्दा हामीले कुनै गलत शब्द बोल्यौँ या कुनै हामीबाट गल्ती भएको छ भने त्यो सुधार्ने मौका दिनु होला। त्यसको लागि हजुरहरूले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। यो चाहिँ यस्तो तरिकाले हुँदैन, यस्तो गर्नु भनेर कमेन्ट गर्न सक्नुहुन्छ। हजुरहरूकै सल्लाह सुझावले अगाडि बढ्ने कोसिस गरेका छौँ। त्यसैले एक सब्सक्राइबको लोभ नगरिकन एउटा सब्सक्राइब गरिदिनु होला र हामीलाई माया गरिदिनु होला। बाँकी हामी हजुरहरूसँग फेरि अर्को भिडियोमा भेट्नेछौँ भन्दै आजको क्यामेरा चाहिँ म यहीँ घुट्याउन चाहन्छु गाइज। हस् त, बाई बाई।